Actually, this is a science exhibition. This is the world where science is given priority because it is 21st century, and that's why we have to update with the science and technology. कार्टुन भयो जस्तो कि ग्लू स्टिक भयो ग्लू भयो अनि यो के भन्छ स्टिकहरु पनि भयो इन दैट पर्सपेक्ट तपाईलाई यो कार्यक्रम कतिको इम्पोर्टेन्ट छ जस्तो लाग्छ हैन मलाई निकै मन पर्यो म आउनु बित्तिकै एकचोटी हैन लगभग सबैलाई डिटेल्समा गएर मैले हेरे र मलाई निकै राम्रो लाग्यो यसको चाहिँ बच्चाहरुले अटोमेटिक त्यो फेसले अनलक हुने डोरहरु बनाएका रहेछन् हैन अनि हाम्रो प्रोजेक्टको नाम चाहिँ नोइज डिटेक्सन सिस्टम हो नोइज यसले इन्भाइरोमेन्टको नोइजहरु डिटेक्ट गरेर यहाँ देखाउँछ कति लेभलमा के भएको छ कसो छ भनेर यसले साँच्चै भन्नुपर्दा विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा उनीहरुको ज्ञान अन्तर्निहित प्रतिभा विशेष गरी त्यसलाई प्रस्फुटन गराउन यसले असाध्यै राम्रो काम गर्दछ वायरलेस नोटिस बोर्ड रहेको छ अनि यो वायरलेस नोटिस बोर्ड चाहिँ हाम्रो मोबाइलसँग कनेक्ट भएर काम गर्ने हो यो चाहिँ हामीले ब्लुटुथसँग कनेक्ट गरेर हैन यता मोबाइलमा हामीले जे टाइप गर्यौं त्यही चीज यतातिर देखिन सकिन्छ फर्स्ट अफ अल थ्यांक यू सो मच शुभश्री स्कुललाई है आज मलाई तपाईहरुले निम्तो दिनुभयो भविष्यमा चाहिँ हाम्रो बालबालिकाहरुले चाहिँ यही स्कुलबाट चाहिँ केही सिकेर केही गरेर भोलिको दिनमा चाहिँ अगाडि बढ्नु हुन्छ भन्ने मलाई लागेको छ आज हामीले चाहिँ रुम टेम्परेचर मेजरिङ सिस्टम बनाएको छौं र यसमा चाहिँ रुमको टेम्परेचर देखाउँछ बनाएको हाम्रो प्रोजेक्ट आर्ट सिकार हो आर्ट सिकारमा चाहिँ सुरुमा हामीले रिमोट अथवा ब्लुटुथबाट पनि उयो गर्न सकिन्छ यसलाई कनेक्ट गर्न सकिन्छ र यो चाहिँ भनेको ब्लुटुथ मोड्युल हो मेरो प्रोजेक्टको नाम हो सोना देखाउँछ यदि कुनै वरिपरि यहाँ कुनै अब्जेक्टहरु छ भने रेड लाइन देखाउँछ र केही छैन भने यहाँ ग्रीन देखाउँछ हामीले बनाएको प्रोजेक्टको नाम स्मार्ट डस्टबिन यसमा केही चिपहरु युज भएको छ को नाम चाहिँ रहेको छ अटोमेटिक रेन कभर र यो चाहिँ अटोमेटिक रेन कभर र 3टा चिपले बनाएको छ